Welcome to the credit side. लास्ट भिडियोमा हामीले अकाउन्टेन्सीको फाउन्डेसन प्रिपेयर गरिसक्यौँ। यो भिडियोमा हामी नेक्स्ट स्टेपमा जाँदैछौँ। नेक्स्ट स्टेप भन्नाले चाहिँ आज हामी जर्नल बनाउन सिक्छौँ। हुन त अकाउन्टिङको डिफ्रेन्ट एस्पेक्टहरू, अकाउन्टिङ प्रोसेसहरू अटोमेट भइसकेको सिचुएसनमा डिफ्रेन्ट एआई सफ्टवेयरहरू युज गरेर हामीले गर्नुपर्ने कामहरू धेरै लिमिटेड भइसक्यो। सबै स्टेटमेन्टहरू, सबै रिपोर्टहरू आफै जेनेरेट हुने टाइममा पनि जर्नल बनाउन सिक्नु इज स्टिल रेलेभेन्ट, किनकि अलिकति कम्प्लेक्सिटी आउने बित्तिकै, अलिकति एडजस्टमेन्ट गर्नुपर्ने बित्तिकै हामीले जर्नल बनाउनै पर्छ। त्यति मात्रै नभएर इफ यु आर पर्स्युइङ यर करियर इन अकाउन्टिङ, फाइनेन्स, त्यस्तो सिचुएसनमा चाहिँ हाम्रो क्रिटिकल थिङ्किङ डेभलप गर्ने एउटा एस्पेक्ट, एउटा मिडियम भनेको चाहिँ जर्नल एन्ट्रिजहरू, कम्प्लेक्स जर्नल्सहरू बनाउन सिक्नु पनि हो। त्यसैले आजको यो भिडियोमा विल गेट स्टार्टेड विथ लर्निङ हाउ टु मेक जर्नल्स। सो विदाउट वेस्टिङ एनी टाइम, लेट्स गेट स्टार्टेड इन द क्रेडिट साइड। मसँग यो एक्सेल फाइल छ र यो एक्सेल फाइललाई चाहिँ मैले तल डिस्क्रिप्सन बक्समा पिन पनि गरिदिएको छु। सो आई रिक्वेस्ट यु अल, यो भिडियो स्टार्ट गर्नुभन्दा पहिला चाहिँ गो देयर, डाउनलोड दिस फाइल, अनि सँगसँगै मैले गर्दा सँगसँगै you need to practice with this, right? So let's get started. First ma, after you download this file, म सँगसँगै गर्नुपर्छ। practice class हो यो। फर्स्ट मा मसँग पहिलो शीटमा चाहिँ के छ भन्दा चार्ट अफ अकाउन्ट्स भन्ने कुरा छ। चार्ट अफ अकाउन्ट्स भनेको चाहिँ के हो भन्दा कुनै पनि अर्गनाइजेसन भित्र, कुनै पनि बिजनेस भित्र, कुनै पनि कम्पनी भित्र हामीले अकाउन्टको कुनै पनि ट्रान्ज्याक्सनहरू रेकर्ड गर्ने बेलामा के हेडमा रेकर्ड गर्ने भन्ने कुरा चाहिँ चार्ट अफ अकाउन्ट्स हो। हामी यो चार्टभित्र रहेर, यही हेडहरूभित्र रहेर त्यो अर्गनाइजेसनमा कुनै पनि कुराहरू रेकर्ड गर्छौँ। हुनसक्छ कहिलेकाहीँ नयाँ ट्रान्ज्याक्सन, नयाँ किसिमको ट्रान्ज्याक्सनहरू इन्ट्रोड्युस भयो अर्गनाइजेसनमा भने चाहिँ हामी नयाँ हेड क्रिएट गर्छौँ। वी एड न्यू थिङ्स टु द्याट चार्ट अफ अकाउन्ट्स है। तर यो चाहिँ एउटा मोटामोटी रूपमा अर्गनाइजेसनभित्र युज हुने अकाउन्ट हो र हामीले चाहिँ हाम्रो बिजनेसमा यो अकाउन्टहरू युज गर्छौँ भनेर बनाएको एउटा चार्ट हो। जस्तै हामीसँग फर्निचर छ, पहिलो नम्बरमा फर्निचर मात्रै छ। कुनै अर्गनाइजेसन हुनसक्छ उनीहरूले चाहिँ फर्निचर रेकर्ड नगरेर फर्निचर एन्ड फिक्सचर्स भनेर रेकर्ड गर्छौँ हामी त भन्ने किसिमको अर्गनाइजेसन पनि हुनसक्छ है। अर्को छ कम्प्युटर। कसैले म कम्प्युटर एन्ड सफ्टवेयर लेख्छु भन्ला। प्लान्ट एन्ड मसिनरी, कसैले म प्लान्ट र मसिनरी छुट्टै लेख्छु भन्ला। इट कुड बी एनिथिङ है। क्यास एन्ड ब्याङ्क छ, क्यास र ब्याङ्क छ छुट्टै, कसैले क्यास एन्ड ब्याङ्क पनि लेख्छ। इन्भेस्टमेन्ट, अकाउन्ट रिसिभेबल, डेटर्स, इन्भेन्टरी, प्रिपेड एक्सपेन्सेस। अब यो सबै कुरालाई चाहिँ मैले एसेट भनेर रेकर्ड गरेको छु। किन थाहा छ? यो कुराहरूमा चाहिँ हाम्रो अधिकार हुन्छ, हाम्रो राइट्स हुन्छ। हामीले फर्निचर किनेर लिएर आयौँ भने त्यसमा हाम्रो राइट हुन्छ। कम्प्युटर छ मसँग, त्यसमा मेरो राइट छ, मेरो अधिकार छ त्यसमा। प्लान्ट एन्ड मसिनरी, क्यास, ब्याङ्क, इन्भेस्टमेन्ट, अकाउन्ट रिसिभेबल, डेटर्स। डेटर्स भनेको चाहिँ हामी कसैलाई सामान बेच्यौँ, त्यहाँबाट सामान त्यहाँबाट चाहिँ पैसा आउनु पर्नेवाला छ। We need to receive something from there, right? Account receivable is the same thing, similar thing. र इन्भेन्टरी अनि प्रिपेड एक्सपेन्सेस। प्रिपेड एक्सपेन्सेस भनेको चाहिँ किन एसेट हो भन्दा चाहिँ हामीसँग कुनै एउटा टेलिफोनको बिल तिर्नुपर्ने थियो। हामी एडभान्समा गयौँ, 1 वर्षको लागि टेलिफोनको पैसा पहिले तिर्दियौँ। 6 महिनापछि हामीलाई के मुड चल्यो भन्दा मलाई युज गर्नै छैन, आई निड टु क्लोज द अकाउन्ट। यो कुनै पनि एउटा नेटवर्क मैले युज गरिरहेको थिएँ, सपोज मलाई एनटिसी युज गरिरहेको थिएँ, होइन म एनटिसी युज गर्दिनँ, एनसेल युज गर्छु, अर भाइसे वर्सा है। अर्को साइडमा पनि हुनसक्छ, म एनसेल युज गर्थेँ, 1 वर्षको पैसा तिरिसकेको थिएँ, अब मलाई एनटिसी युज गर्नु पऱ्यो भन्ने हामीलाई मुड चल्यो, मलाई मुड चल्यो। अब म गएँ 6 महिनामा के गर्छु, ल मेरो अकाउन्ट बन्द गर्नु पऱ्यो, मैले 1 वर्षको पैसा तिरिसकेको छु, ल मलाई 6 महिनाको फिर्ता दिए भनेर म भन्न सक्छु। मेरो राइट छ नि त त्यहाँ। द्याट्स वाइ प्रिपेड एक्सपेन्सेस इज कन्सिडर्ड टु बी एसेट। त्यस्तै अकाउन्ट्स पेएबल, क्रेडिटर्स, एक्रुड एक्सपेन्सेस, ब्याङ्क लोन, यस्तो कुराहरूमा चाहिँ हाम्रो लायबिलिटी, हाम्रो रेस्पोन्सिबिलिटिजहरू हुन्छ, हाम्रो दायित्व हुन्छ। त्यही भएर इट्स कन्सिडर्ड टु बी लायबिलिटी। त्यस्तै इक्विटी भनेको चाहिँ ओनरको पार्टको लायबिलिटी हो। बिजनेसको लागि लायबिलिटी नै हो। क्यापिटल पनि लायबिलिटी हो, डेफिनेटली हो।
ओनरको कारणले क्रिएट भएको लायबिलिटी हो नि त इक्विटी भनेको क्यापिटल भनेको ओनरले बिजनेसमा पैसा इन्भेस्ट गरिदियो म त बिजनेस हो अब ओनरलाई एउटा टाइममा मुड चल्ला होइन म मेरो पैसा सबै निकाल्छु भनेर भन्ला निकाल्न सक्छ बिजनेसको हिसाबबाट त त्यो लायबिलिटी भयो नि त बिजनेस एन्ड बिजनेसम्यान आर टु सेपरेट लिगल एन्टिटी है लास्ट भिडियोमा भने अनुसार त्यस्तै अर्को कुरा रिजर्भ छ सरप्लस छ यो पनि इक्विटीकै पार्टमा पर्छ सरप्लस भनेको बिजनेसले प्रॉफिट गर्यो प्रॉफिट एक्स्ट्रा भयो कसको प्रॉफिट त त्यो ओनरको त्यस्तै इन्कमको कुरा गर्ने हो भने चाहिँ एउटा सेल्स रेभेन्यू हुनसक्छ हामी सामान बेच्न सक्छौँ नि त डिभिडेन्ड इन्कम छ डिभिडेन्ड इन्कम चाहिँ कहाँबाट आउँछ भन्दा हामीले इन्भेस्टमेन्ट गऱ्यौँ नि यहाँ इन्भेस्टमेन्ट छ नि जस्तै हामीसँग एक्स्ट्रा पैसा थियो बिजनेसमा हामीले चाहिँ सेयर किन्यौँ ठिक छ वर्षभरि पछि चाहिँ त्यहाँबाट डिभिडेन्ड इन्कम आइदियो वी कन्सिडर इट टु बी रेभेन्यू अर इन्कम है मैले एकै ठाउँमा राखेँ तर इट कुड बी डिफ्रेन्ट थिङ्स अलिकति डिटेलमा जाने पनि बट इट्स द सेम थिङ अलिकति वाइडर पिक्चरबाट हेर्ने हो भने चाहिँ फेरि कस्ट अफ गुड्स सोल्ड सामान किनेर ल्यायौँ त्यो सामानलाई बेच्यौँ कस्ट अफ गुड्स सोल्ड रेन्ट एक्सपेन्सेस स्यालेरी एक्सपेन्सेस युटिलिटी एक्सपेन्सेस युटिलिटिज भनेको के हो थाहा छ जस्तै बिजुली पानी एट्सेट्रा त्यसको खर्चहरू रेन्ट एक्सपेन्स रेन्ट तिर्नु पऱ्यो नि त बिजनेस खोलेर बसेछ भाडामा लिएर बसेछ तिर्नु पऱ्यो नि त स्यालेरी तिर्नु पऱ्यो आफ्नो स्टाफहरूलाई एडभर्टाइजिङ इन्ट्रेस्ट एक्सपेन्स र डेप्रिसिएसन यस्तो कुराहरू चाहिँ एक्सपेन्सेसभित्र पर्छ सो मैले यसलाई क्लासिफाई यो हिसाबमा गरेको छु अब यो कुन स्टेटमेन्टमा जान्छ भनेर हामी नेक्स्ट भिडियोमा अरू कुनै दिनमा हेरौँला आजको लागि चाहिँ विल जस्ट स्टार्ट विथ हामीसँग जे छ त्योबाट सुरु गरौँ मेबी अर्को कुरा चाहिँ के हुनसक्छ भन्दा यो चार्ट अफ अकाउन्ट्सको नम्बर हुनसक्छ के जस्तै 101बाट हुनसक्छ अर 1001बाट स्टार्ट हुनसक्छ र जेनरली के हुन्छ भन्दा 1000को सिरिज चाहिँ एसेटको लागि 2000को सिरिज चाहिँ लायबिलिटिजको लागि 3000 चाहिँ इक्विटीको लागि त्यसरी छुट्याएको हुनसक्छ है 5000 चाहिँ एक्सपेन्सेसको लागि भनेर यसरी छुट्याएको हुनसक्छ मेबी यो सिचुएसनमा चाहिँ वी क्यान डु जस्ट दिस है ल हामीसँग 26वटा अकाउन्ट हेडहरू रहेछ यही भित्र रहेर ट्रान्ज्याक्सन गर्न कोसिस गर्छौँ हुन चाहिँ जस्ट अ स्याम्पल हो होइन यो यस्तो हुन्छ भनेर भनेको मात्रै हो यहीँभित्र रहन जरुरी पनि छैन आइएम जस्ट ट्राइङ टु इन्ट्रोड्युस यु टु द चार्ट अफ अकाउन्ट अब हामी जर्नल बनाउन स्टार्ट गर्छौँ जर्नल बनाउन स्टार्ट गर्ने बेलामा लास्ट भिडियोमा मैले के भनेको थिएँ भन्दा नि एउटा चिट कोड थियो नि हाम्रो लास्ट भिडियोमा जस्तै एसेट एक्सपेन्सेस अनि लायबिलिटिज इक्विटी क्यापिटल र इन्कम यहाँ चाहिँ के गरौँ भन्दा इन्क्रिज के लेख्यौँ CREINCREASE इन्क्रिज र DECREASE डिक्रिज भयो भने के गर्ने भनेर हेरौँला है त विल चेक एट दिज थिङ्स एसेट इन्क्रिज भयो भने एसेट र एक्सपेन्सेस इन्क्रिज भयो भने हामी डेबिट गर्छौँ अन द कन्ट्रारी कन्ट्रोल डी ड्र्याग गरेको है डाउन ड्र्याग गरेको चाहिँ कन्ट्रोल डी हो त्यस्तै लायबिलिटीको केसमा चाहिँ लायबिलिटी इन्क्रिज भयो भने चाहिँ हामी क्रेडिटतिर लेख्छौँ र डिक्रिज भयो भने चाहिँ डेबिट साइडमा लेख्छौँ लायबिलिटिजमा पनि सेम क्यापिटलमा पनि सेम इन्कममा पनि सेम यो चाहिँ हाम्रो चिट कोड भयो
यसलाई म सजाएर राख्छु माला लगाइदिएर यसरी है। अब हाम्रो बिजनेस सुरु भयो। त्यो बिजनेसको म अकाउन्टिङ गर्दैछु। ओनरले पैसा लिएर आयो 3 लाख। के हुन्छ थाहा छ? जहिले पनि डुअल एन्ट्रीमा के हुन्छ भन्दा मैले लास्ट भिडियोमा भन्न छुट्याएँ कि आइएम नट क्वाइट स्योर डुअल एन्ट्री भन्ने कुरा हुन्छ भनेर। जहिले पनि अकाउन्टिङको एउटा ट्रान्ज्याक्सन हुँदाखेरि दुईटा एस्पेक्ट त्यसले हिट गर्छ। पैसा इन्ट्रोड्युस भयो, ब्याङ्कमा आउँछ होला नि त, क्यास बोकेर आउने कुरा चाहिँ हामी विल नट इमेजिन है। हामी क्यासलेस इकोनोमीतिर जाँदैछौँ। न त त्यसको आफ्नै फ्लजहरू होला, आफ्नै राम्रो नराम्रो कुराहरू होला, बट स्टिल 3 लाख ब्याङ्कमा आयो। ठिक छ। अर्को कुरा भनेको चाहिँ हाम्रो बिजनेसको हिसाबबाट सोच्दाखेरि बिजनेसमा कहाँबाट पैसा आयो त? ओनरले ल्याउनु भनेको त क्यापिटल इन्ट्रोड्युस हुनु हो नि त, हो नि। मैले रिजन लेख्नुपर्छ होला, पर्दैन होला है? आई जस्ट टेल है सँगसँगै। प्लिज राइट इट डाउन। यदि कन्फ्युजन हुन्छ भने चाहिँ प्लिज राइट इट डाउन। यो कोलममा रिजन भनेको ब्याङ्कलाई मैले डेबिट गरेँ। रिजन यो बिजनेसमा चाहिँ 3 लाखको क्यास इन्ट्रोड्युस भयो, 3 लाखको पैसा इन्ट्रोड्युस भयो। ब्याङ्क बढ्यो, ब्याङ्क त हाम्रो सम्पत्ति हो, डेबिट। क्यापिटल, क्यापिटल हाम्रो एक किसिमको लायबिलिटी हो, लायबिलिटी बढ्यो, क्रेडिट। अब हामी फेरि के गर्छौँ भन्दा नि अल्ट एच बी गर्छौँ र बटम बोर्डर लगाउँछौँ। अब बिजनेस सुरु गर्नु त पर्यो, के किन्नु पर्यो नि त, बिजनेस त भयो होला। 3 लाख लिएर आएँ मैले बिजनेसमा। अब इन्भेन्टरी किन्नु पर्यो, सामान किनबेच गर्ने किसिमको बिजनेस हो भने त फर्स्टमा सामान किन्नु पर्यो नि त। सामान किन्दाखेरि के हुन्छ थाहा छ? VENTORY इन्भेन्टरी किने मैले 60,000 को। 60,000 हुने होइन। अब यसको लागि के हुन्छ थाहा छ? मैले यो 60,000 को इन्भेन्टरी कसरी किने त? पैसा तिर्नु पर्दैन त मैले? मेरो ब्याङ्कबाट पैसा गयो होला नि त। कति गयो? यति नै। अगेन अब यो ठाउँमा मैले यसको रिजन के बताउँछु भन्दा मैले यसलाई किन डेबिट गरेँ भन्दा इन्भेन्टरीलाई डेबिट गर्नुको रिजन भनेको मैले एसेट लिएर आएँ बिजनेसमा। मेरो बिजनेसको एसेट बढ्यो। स्टक भनेको त एसेट हो नि त, सम्पत्ति हो। मसँग इन्भेन्टरी छ बिजनेसमा, जेसुकै गरौँ, मेरो मर्जी हैन। द्याट्स वाइ दिस इज माई एसेट। त्यस्तै गरी ब्याङ्क भनेको पनि मेरो एसेट हो। तर यो सिचुएसनमा के भयो भन्दा मेरो एसेटको भ्यालु घट्यो। ब्याङ्कमा मेरो 3 लाख थियो नि, अब 60,000 त मैले यहाँबाट तिर्नु पर्यो नि त, मैले खर्च गर्नु पर्यो। सो द्याट्स वाइ आई क्रेडिटेड दिस। अर्को सिचुएसनमा INVENTORY मैले 40,000 को किने रे, तर मैले ब्याङ्कबाट पैसा दिइनँ रे। अब मैले अहिले पो पैसा दिइनँ त, तर पछि त दिनुपर्छ होला नि त। द्याट्स वाइ दिस इज आवर अकाउन्ट पेएबल, दिस इज आवर क्रेडिटर। लाइन तानेको ल। र इफ यु डोन्ट नो, यो एक्सेलको सर्टकट पनि होइन, यो जस्ट एक्सेललाई किबोर्ड युज गरेर गरेको मात्रै हो। त्यसको लागि के गर्नुपर्छ भन्दा इफ यु डोन्ट नो एनिथिङ, फर्स्टमा केही प्रेस नगर्ने, अल्ट प्रेस गर्ने। अल्ट प्रेस गरिसकेपछि चाहिँ उसले सबै के दिन्छ भन्दा मलाई यो ठाउँमा प्रेस गर्यो भने चाहिँ म जस्तै
एच प्रेस गऱ्यो भने चाहिँ म होममा जान्छु, एनले इन्सर्ट र डिफ्रेन्ट किजहरूले डिफ्रेन्ट ठाउँमा पुगिन्छ भन्छ। अब मलाई होममा जानु छ, म होममा गएँ, होममा गइसकेपछि चाहिँ यसले यो बोर्डर लगाउनु छ नि त मलाई, त्यसले गर्दा यसले बीमा जा भनेर भन्यो। अब म बीमा गएँ, यहाँ गइसकेपछि फेरि यसले के भन्छ भन्दा अब ओ प्रेस गऱ्यो भने चाहिँ बटम बोर्डर लाग्छ भनेर भन्छ। ठिक छ, अहिले म प्रेस गर्दिनँ, म नेक्स्ट टाइम फेरि प्रेस गरेर फेरि देखाउँछु। अब मैले फर्निचर किनेँ रे बिजनेसमा, किन्नु पर्यो, कोही मान्छे आउलान्, मै पनि त बस्नुपर्छ होला कुर्सीमा होइन, सोफा भन्दा पनि टेबल कुर्सी त किन्नु पर्यो एटलिस्ट 50,000 त किनै आउँछ र FURNITURE फर्निचर मैले किनेँ 50,000 को र यसको लागि मैले ब्याङ्कबाट पैसा दिएँ, कति सेम 50,000 को। ठिक छ, अब मैले भने जस्तो अब म यहाँ लाइन तान्न खोजिरहेको छु, यो एक्सेलको किबोर्ड युज गरेर गर्ने तरिका, अल्ट प्रेस गरेपछि मलाई होममा जानको लागि एच प्रेस गर्नुपर्छ रे, मैले छोडिसकेँ फेरि हात, त्यसपछि बोर्डर लगाउनलाई बी प्रेस गर्नुपर्छ अनि त्यसपछि यो आयो है। अब मैले तल लगाउनु पर्यो नि त, टपमा लगाउनु भयो पी छ अरे, माथि लगाउने सरी बटममा लगाउनु भयो चाहिँ ओ छ अरे, अनि मैले ओ प्रेस गर्छु, अब मेरो बोर्डर लाग्यो। ठिक छ, क्यास सेल्स, अब यसमा अलिकति कम्प्लेक्सिटी आयो है। फर्स्ट नम्बरमा मैले सामान बेचेँ, सामान बेच्दा के हुन्छ थाहा छ, पैसा आउँछ, 1 लाखको पैसा आयो रे, के गरेर आएको, सेल्सबाट आएको। अब यो सँगसँगै अर्को कुरा के भयो थाहा छ यसमा, यसमा चाहिँ हामीले 50,000 बराबरको कस्ट मात्रै इन्कर गरेर रहेछौँ, त्यो 50,000मा सामान किनेर लिएर आएर 1 लाखमा बेचेको रहेछौँ, यहाँ त प्रफिट भएको रहेछ नि त। जस्तै यहाँ माथि इन्भेन्टरी छ जुन 60,000 40,000को इन्भेन्ट्री हामीले किन्यौँ, त्यही मध्येबाट 50,000को मात्रै बेचेरहेछौँ हामीले, भनेपछि हामीले त्यो इन्भेन्टरी जुन हाम्रो सम्पत्ति थियो त्यो त राइट अफ गर्नु पर्यो, त्यो अब हाम्रो सम्पत्ति रहेन, हामीले बेचिदियौँ त्यसलाई। त्यसको लागि के हुन्छ भन्दा फर्स्टमा एक्सपेन्स गर्ने कुरा भनेको कस्ट अफ गुड्स सोल्ड हुन्छ। कस्ट अफ गुड्स सोल्ड चाहिँ 50,000 को INVENTORY इन्भेन्टरी पनि 50,000 को। इन्भेन्टरी क्रेडिट गर्नुको रिजन भनेको सरी फर दिस, इन्भेन्टरी क्रेडिट गर्नुको रिजन भनेको चाहिँ इन्भेन्ट्री हाम्रो सम्पत्ति हो, एसेट हो, एसेट हाम्रो घट्यो, त्यो इन्भेन्ट्री हामीसँग रहेन, हामीले बेचिदियौँ, त्यसको बदलामा यहाँ ब्याङ्कमा पैसा आयो। ठिक छ, अब म बोर्डर लगाउँछु, अब त म डाइरेक्टली प्रेस गरे पनि हुन्छ, किन किबोर्ड युज गर्नु, किबोर्ड मात्रै सर्टकट हुँदैन है कहिले पनि, इज हुन्छ त्यो युज गर्दै जाँदा, तर इट्स ओके इफ यु युज माउस। क्रेडिट सेल्स 45,000 को सामान किनेको छ 25,000मा, पर्फेक्ट, हामीसँग ब्याङ्कमा पैसा आएन, तर हामीलाई के भयो थाहा छ, हामी पैसा पाउनु पर्नेवाला चाहिँ भएन, RECEIVABLES रिसिभेबल भनौँ न, 45,000 को हामीले सामान बेच्यौँ, यो एक्ज्याक्ट माथिको एन्ट्री हो, एक्ज्याक्ट यो सेम कपी पेस्ट हो है। ओ सरी 25,000 मात्रै हो नि, 2,50,000 होइन है, मैले एउटा चेन्ज गर्ने बित्तिकै अर्को पनि चेन्ज भयो नि अहिले यसरी। दिस इज द बेस्ट वे टु डु। हुन चाहिँ हामीसँग यो अमाउन्टहरू सेपरेट कोलममा छैन, नत्र भए म यो पनि आफैले हातले एन्ट्री गर्दिनँ थिएँ होला। यहाँ मैले 25,000 लेखेँ, यो कोलममा मैले सबै हातले एन्ट्री गरेको छु है,
तर यो कोलममा मैले यता जति छ त्यसैलाई यता कपी पेस्ट मात्रै गरिरहेको छु, कपी मात्रै गरिरहेको छु फर्मुला लगाएर। ठिक छ? यो भनेको त्यो, यो भनेको त्यो, यो भनेको E14, यो भनेको चाहिँ E16। यसरी मैले कपी मात्रै गरेको छु, फर्मुला मात्रै पुल गरेको छु, त्यही भएर मैले एउटा ठाउँमा चेन्ज गर्ने बित्तिकै अर्को साइड पनि आफै चेन्ज हुन्छ। सो दिस इज द बेस्ट वे टु डु थिङ्स। रेन्ट, रेन्ट भनेको खर्च हो हाम्रो। अब्भियसली पनि हामीले भाडा तिर्नु पर्यो नि त। बिजनेस त खोलेर बसिहाल्यो नि, तर महिनै पछि 20,000 त बुझाउनु पर्यो है। कहाँबाट जान्छ यो पैसा? सिम्पल। सरी, भर्खरै त्यही भनेर मैले सिरियसली भर्खरै चाहिँ फर्मुला यसरी टाइप गर्नु, फर्मुला राख्नुपर्छ, हातले टाइप गर्नु हुँदैन भनेर अनि फेरि हुन चाहिँ मैले यहाँ डेबिट क्रेडिट भनेर त्यस्तो केही लेखेको छैन। यो लेख्ने तरिका पनि फरक हुनसक्छ है। पहिला पहिला चाहिँ एटलिस्ट हुन्थ्यो, अहिले त हुँदैन। यो सिस्टममा एन्ट्री गर्ने बेलामा पहिला पहिला चाहिँ ब्याङ्क अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट भनेर लेख्नु पर्थ्यो यसलाई होइन। जस्तै यहाँ रेन्ट मैले पे गरेँ भने चाहिँ रेन्ट अकाउन्ट डेबिट टु ब्याङ्क अकाउन्ट भनेर यसरी लेख्नु पर्थ्यो। दुईवटा रेन्ट कसरी आयो? चेन्ज दिस है, SALARY, स्यालेरी होइन। कोही काम गर्ने मान्छे पनि त छ होला नि। 20,000 को स्यालेरी कहाँबाट जान्छ? ब्याङ्कबाट जान्छ अब्भियसली पनि। अब मैले यसरी तानिदिएँ, तान्न चाहिँ अब के भयो थाहा छ? पेड सप्लायर 30,000 अगेन्स्ट अकाउन्ट पेएबल। हामीले तिर्नुपर्ने थियो नि ऊ यहाँ अकाउन्ट पेएबल थियो नि हाम्रो 40,000 तिर्नुपर्ने थियो है। हामीले इन्भेन्ट्री त किनेर लिएर आयौँ, तर पैसा चाहिँ तिरेको छैन। अब तिर्नु पर्यो हामीले। अब माथिको सिचुएसनमा रिजन भनेको चाहिँ रेन्ट एक्सपेन्स हो, डेबिट भयो। ब्याङ्क एसेट हो, घट्यो, क्रेडिट भयो। स्यालेरी एक्सपेन्स हो, सेम रिजन। ब्याङ्क एसेट हो, सेम रिजन। अब अकाउन्ट पेएबल चाहिँ मैले 30,000 पे गरेँ रे। कहाँबाट पे गर्ने हो यो पैसा चाहिँ? अब्भियसली पनि ठिक छ। त्यस्तै हामीले एउटा सामान पनि त उधारोमा बेचेको थियौँ यहाँ। 45,000 उधारोमा बेचेको, यहाँ 25,000 चाहिँ दियो रे। अब हामीलाई जहिले पनि ब्याङ्कमा पैसा आयो, डेबिट हुन्छ जहिले पनि। त्यस्तै के को बदलामा दिएको? अकाउन्ट रिसिभेबल। अकाउन्ट रिसिभेबल भनेको चाहिँ हाम्रो सम्पत्ति हो, हामीले पाउनुपर्ने पैसा हो। पैसा पाइसक्यौँ, अब हाम्रो अकाउन्ट रिसिभेबल घट्यो। यो पनि ठिक छ। अब मैले अघि नै भने जस्तै ओनरले बिजनेसबाट पैसा विथड्र गरे रे, ड्रइङ्स भयो अरे होइन। ओनरको ड्रइङ भनेको चाहिँ के भयो भन्दा क्यापिटल यो थियो नि, हामीले क्यापिटल क्रेडिट गरेको थियौँ नि, के गर्ने थाहा छ? अब डेबिट गर्ने। किन? क्यापिटल भनेको त हाम्रो एक हिसाबको लायबिलिटी हो। बिजनेसको हिसाबबाट हेर्ने भने ओनरको पैसा ओनरले लिएर जान्छ, इट्स सिम्पल। बिजनेस र ओनर त सेपरेट पर्सन हो। अब उसले लिएर गयो, हामीसँग भएको 3 लाखको क्यापिटल मध्ये 10,000 त उसले विथड्र गरिसकेछ। कहाँबाट विथड्र गर्यो थाहा छ? बिजनेसको ब्याङ्कबाट। सो वी क्रेडिट दिस। इज इट अल राइट? लास्टली डेप्रिसिएसन भनेको चाहिँ यस्तो ट्रान्ज्याक्सन हो नि जसले चाहिँ ट्याक्स डिपार्टमेन्टदेखि लिएर राम्रो राम्रो अडिटरहरूदेखि लिएर धेरैजनालाई शेक्स यु के
होइन, हल्लाइदिन्छ। त्यही भएर अहिले हेर्दाखेरि चाहिँ डेप्रिसिएसन इज भेरी सिम्पल एउटा क्यालकुलेसन जस्तो लाग्छ, तर डेप्रिसिएसन इज भेरी कम्प्लेक्स थिङ। डेप्रिसिएसन भनेको के हो भन्दा नि मसँग फर्निचर छ, मैले यहाँ फर्निचर किनेछु है, यहाँ 50,000को मैले फर्निचर किनेरै छु बिजनेसको वर्षको सुरुमा। यो डेटहरू चाहिँ अहिलेको लागि आई रिक्वेस्ट यु टु इग्नोर यो डेटहरू है। यति दिनको डेप्रिसिएसन क्यालकुलेट गर्ने बेलामा त डेज नम्बर अफ डेज अनुसार डेप्रिसिएसन क्यालकुलेट हुनुपर्छ। तर यो सिचुएसनमा मैले 5 दिनको लागि 10 दिनको लागि डेप्रिसिएसन क्यालकुलेट गर्दिनँ है। आई विल क्यालकुलेट फर थ्रु आउट द इयर। यो 20% भनेको चाहिँ 1 वर्षको लागि हो। तर यो इफ यु कन्सिडर अर इफ यु स्टार्ट लुकिङ यो डेटहरूमा, यो डेटहरू हेऱ्यो भने चाहिँ अलिकति तलमाथि पर्छ। सो जस्ट इग्नोर द्याट। मैले वर्षभरि यो फर्निचर युज गरेँ, त्यो फर्निचर युज गरिसकेपछि त वेयर एन्ड टेयर हुँदै जान्छ नि त। मेबी डेप्रिसिएसनको लागि वी माइट डु एउटा अर्को छुट्टै सेसन है, एन्टायर क्लास हुन्छ कि सेसन हुन्छ, एउटा पुरै भिडियो क्लासमा टिचर पल्टिनुपर्छ फेरि। डेप्रिसिएसन मैले फर्स्टमा इज इक्वल टु लगाउनुको रिजन चाहिँ 20% डेप्रिसिएसन रे केमा, फर्निचरमा, इन्टु 0.2, 20% भनेको 0.2 हो। ल अनि क्रेडिटमा चाहिँ के हुन्छ थाहा छ? हुन चाहिँ हामी छुट्टै एक्युमुलेटेड एउटा रिजर्भ बनाउँछौँ, त्यो पछिको अलिकति कम्प्लेक्स कुरा भयो। अहिलेको लागि चाहिँ यति मात्रै हेरौँ। ल अब यो भनेको फर्निचरमा मैले के भन्दै थिएँ डेप्रिसिएसन भन्दा, जस्तै हामीसँग फर्निचर छ, टेबल कुर्सी ल्यायौँ हामीले 10,000मा, सरी 50,000मा किनेर लिएर आयौँ, वर्षभरि युज गऱ्यौँ। वर्षभरि युज गर्दा त त्यो खिँदै जान्छ होला नि त। अङ्ग्रेजीमा त्यसलाई वेयर एन्ड टियर भन्छन् होइन, वेयर हुँदै जान्छ, टियर हुँदै जान्छ। अब त्यो कुरालाई चाहिँ फर इक्जाम्पल यो फर्निचर चाहिँ मेरो हिसाबमा 5 वर्षसम्म चल्छ होला, हुनसक्छ। कुनै टेबल कुनै कुर्सी ल्याएपछि म्याक्सिमम् 5 वर्ष चल्छ होला। सो वाट आई डु इज एभ्री इयर म यसको 10,000 राइट अफ गर्दै जान्छु। अनि 5 वर्षको एन्डमा पुग्दाखेरि चाहिँ फर्निचरको भ्याल्यु जेरो हुन्छ नि, जब जिरो भएको चाहिँ इट लुक्स रिजनेबल। अबको नेक्स्ट इयरमा चाहिँ हामीले ब्यालेन्स सिटमा हाम्रो फर्निचरलाई 40,000मा देखाउँदाखेरि इट लुक्स रिजनेबल। 4 सालको 50,000 परेको थियो, भ्याल्यु बढ्दै त जाँदैन नि त त्यो एसेटको, किनेर ल्याइसकेपछि युज गरिसकेपछि। गाडी किनेर लिएर आयो, बाइक किनेर लिएर आयो, एक्चुअली बाटोमा निकालिसकेपछि त 2 लाखमा किनेर लिएर आएको बाइक 1,50,000 त 2 हप्तामा भइदिन्छ होइन। इट्स समथिङ लाइक द्याट। त्यही नै हो डेप्रिसिएसन भनेको, त्यही नै हो वेयर एन्ड टियर भनेको। सो दिस इज हाउ वी डु जर्नल। यो चाहिँ सबैभन्दा सिम्पल हिसाबबाट बुझ्ने तरिका हो र हाम्रो यहाँ चिट कोड पनि छ। म यसलाई रिनेम पनि गरिदिन्छु। फर्स्टमा यसको नाम के राखौँ भन्दा 1 नम्बरको चार्ट अफ अकाउन्ट्स भनेर राखौँ है। अनि यसको नाम चाहिँ 2 नम्बरमा JOURNALS भनेर राखौँ है, जर्नल्स भनेर राखौँ। अब नेक्स्ट भिडियोमा चाहिँ हामी लेजर कसरी बन्छ, यो जर्नल त छ, क्रोनोलोजिकल्ली हामीले रेकर्ड गरिसक्यौँ होइन। क्रोनोलोजिकल्ली भनेको चाहिँ डेट अनुसार, आज केही ट्रान्ज्याक्सन भयो हामीले आज रेकर्ड गऱ्यौँ, भोलि भयो भोलि रेकर्ड गऱ्यौँ। तर एउटा सर्टेन टाइममा पुगिसकेपछि चाहिँ अब सर्टेन टाइम त के, मसँग यहाँ 10वटा 11वटा एन्ट्री छ जम्मा, तर मेरो ब्याङ्कमा कति पैसा छ भनेर मलाई अचानक हेर्न पऱ्यो भने मैले यहाँ आई कान्ट फिगर इट आउट है, ठम्म्याउन सक्दिनँ नि त मैले। सो आई निड टु मेक एनदर टाइप अफ स्टेटमेन्ट जहाँबाट चाहिँ मलाई मेरो ब्याङ्कमा कति पैसा छ भनेर एउटा सर्टेन पिरियड पछि चाहिँ मलाई हेर्न पऱ्यो भने आई क्यान फाइन्ड इट आउट थ्रु द्याट स्टेटमेन्ट। जस्तै मेरो क्यापिटल कति छ त, सुरुमा 3 लाख लिएर आएको ओनरले यहाँ 10,000 चाहिँ विथड्र गरेर लग्यो, सो अहिले 2,90,000 छ। इट्स इजी है, एउटा मात्रै ट्रान्ज्याक्सन भयो, इट्स इजी नि त। तर मेरो सेल कति भयो, यहाँ पनि सेल छ यता पनि सेल छ, कति भयो होइन। तर यो 10वटा ट्रान्ज्याक्सनमै त वी माइट गेट कन्फ्युज।
अर्गनाइजेसनको वर्षभरि अथवा एउटा क्वार्टरभरि त थाउजन्ड्स अफ ट्रान्ज्याक्सन हुन्छ नि त, डेली त हन्ड्रेड्स अफ ट्रान्ज्याक्सन हुन्छ भनिसकेपछि यो क्रोनोलोजिकल जर्नलको एउटा बुक छ नि, दिस माइट नट बी इनफ फर मेकिङ सम म्यानेजेरियल डिसिजन्स। त्यसले गर्दा हामी यो पछिको स्टेपमा, नेक्स्ट स्टेपमा चाहिँ हामी लेजर्स बनाउँछौँ। हुन त यति बनाइसकेपछि आजको टाइममा म्यानुअली लेजर बनाउन पर्दैन, पर्दैन, जिरो। बट स्टिल कसरी बन्छ भनेर सिक्नको लागि चाहिँ यु निड टु लर्न, यु निड टु लुक एट द्याट भिडियो है। नेक्स्ट भिडियोमा हामी यही फाइलमा वी विल कन्टिन्यू लेजर कसरी बनाउने भनेर नेक्स्ट भिडियोमा हेर्छौँ। र त्यसपछि ट्रायल ब्यालेन्स पनि कसरी बन्छ, लेजर्सबाट ट्रायल ब्यालेन्स हामीले कसरी एक्सट्र्याक्ट गर्ने भनेर हेरौँला। अनि एउटा भिडियो चाहिँ फाइनल अकाउन्ट्सहरू, प्रॉफिट एन्ड लस अकाउन्ट र ब्यालेन्स सिट सायद यसैलाई कन्टिन्यू गरेर गरौँला। अनि इफ वी निड समथिङ एल्स विल ह्याभ अ लुक। यो भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। इट मिन्स अ लट टु मी। आई वुड इभन एप्रिसिएट मोर इफ यु कुड लाइक, शेयर and subscribe to my channel. यदि यो भिडियोमा कुनै कुरा चित्त बुझेको छैन, मेबी अर्कै अप्रोचले पढाइदिए हुन्थ्यो, सिकाइदिए हुन्थ्यो जस्तो लाग्छ भने चाहिँ डु लेट मी नो इन द कमेन्ट सेक्सन बिलो एज वेल। वन्स अगेन थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। अर्को भिडियोमा हामी फेरि भेट्छौँ। सो आइ एम साइनिङ अफ फ्रम द क्रेडिट साइड।